गुड इभिनिङ। आज हामी पढ्छौँ बिएड फर्स्ट इयरको गएको वर्ष चाहिँ इक्जाममा आएको हो यो क्वेसन नम्बर 7 मा। र यसमा के हामी गर्छौँ भन्दाखेरि फिल इन द ब्ल्याङ्क्स हो र ब्राकेटमा जे दिएको छ त्यही अनुसार हामी गर्ने हो है। के भनेको छ भने डु एज इन्स्ट्रक्टेड इन द ब्राकेट एन्ड रिराइट द कम्प्लिट सेन्टेन्स। बक्समा हामी यहाँ जुन दिएको छ त्यो हेर्ने हो, पढ्ने हो, त्यसमा के भनेको छ त्यो अनुसार पुनः हामी चाहिँ फेरि लेख्ने है। ल 1 नम्बरमा हेरौँ त। द स्मार्ट स्टुडेन्ट्स क्यान कम्प्लिट देयर वर्क क्रिएटिभली है। स्मार्ट स्टुडेन्टले चाहिँ उसले आफ्नो काम कसरी गर्न सक्छ त? क्रिएटिभली तरिकाले गर्न सक्छ, क्रिएटिभ तरिकाले गर्न सक्छ। अब यसमा के भनेछ? अन्डरलाइन एडभर्ब इन द सेन्टेन्स। अब यसमा एडभर्ब कुन हो त? एडभर्ब भनेको चाहिँ हाम्रो क्रिएटिभ हो। क्रिएटिभली कुनै पनि काम कसरी गर्न सक्छ? राम्रो तरिकाले, नराम्रो तरिकाले, अझै राम्रो तरिकाले। यस्तो कन्डिसन आइरहेको छ भने तपाईँ के गरिदिनुहोस् भने त्यहाँ मेन त्यसैले एडभर्ब भनिन्छ, त्यो क्रिएटिभ। एन्ड नाउ बीमा हेर्नुहोस्। one of the students in the class working very well nowadays. Choose correct options to the following sentence to complete the sentence. अब यहाँ के भनेको छ भने यसबाट हामी इज, आर, ह्याड बिन, वेयरबाट चाहिँ एउटा के गर्ने हो त? हामी यो भनौँ न अप्सन चाहिँ युज गर्ने हो। अब कुन अप्सन ठिक हुन्छ त भन्दाखेरि यसमा हुन्छ one of the student in the class, यसमा हुन्छ इज हुन्छ। यो अलरेडी यहाँ म लेखेको छु, अलरेडी पढाइसकेकोले गर्दाखेरि म यहाँ लेखेको थिएँ। अब इज किन हुन्छ भन्दाखेरि हामी बुझ्नुपर्ने कुरा छ है। यहाँ पढ्नुपर्छ one of the students। तपाईहरु सोच्नु होला कि यहाँ स्टुडेन्ट्स छ, धेरैजना छन् भने हामीले आर लेख्छौँ, त्यसरी हुँदैन। one of the भनेको स्टुडेन्टबाट पनि एकजना विद्यार्थी। त एकजना विद्यार्थी भनेको त अब के लेख्ने त? इज लेख्ने। आर किन नलेख्ने? किनकि यहाँ धेरैजना छैन, एकजना छ, त्यही भएर इज लेख्ने, आर नलेख्ने। ह्याड बिन किन नलेख्ने? किनकि यो पास्टमा होइन, यो प्रेजेन्टमा हो। प्रेजेन्ट कसरी भयो त? यहाँ नाउडेज भनेको छ, त्यही भएर यसमा के लेख्ने? इज। वेयर हुनको लागि पहिलो नम्बर त्यो प्लुरल पनि हुनु पर्यो र पास्ट हुनु पर्यो। न यो प्लुरल छ न पास्ट छ, त्यही भएर वेयर पनि हुँदैन। त्यही भएर यसमा एक्ज्याक्ट एन्सर के हो त? इज हो। यसै गरी सी नम्बरमा हेर्नुहोस्। सी अलवेज गोज टु स्कुल। सी अलवेज गोज टु स्कुल फुट हैन। उनी चाहिँ स्कुल जान्थिन्, सधैँ स्कुल जान्थिन्। कसरी जान्थिन् त? अब पैदल भनेको नेपाली। अब कम्प्लिट द सेन्टेन्स विथ एन एप्रोप्रिएट प्रिपोजिसन। अब यसमा प्रिपोजिसन लगाउने। अब प्रिपोजिसन के लगाउने? यहाँ के प्रिपोजिसन हुन सक्छ त? अब प्रिपोजिसन लगाउँदाखेरि जहिले पनि के कुरा ख्याल गर्नुपर्छ? यो खाली ठाउँ भन्दा त्यसपछि के दिएको छ? यहाँ फुट दिएको छ। फुट भनेको पैदल भनेको चाहिँ हिँडेर है, आफ्नै पैतालाबाट। त जहिले पनि यस्तो कन्डिसनमा यदि पैताला भन्ने कुरा आउँछ भने यहाँ के हुन्छ त? अन हुन्छ। मनमा आउन सक्छ अब कोही साधन भइदिएको भए बाई हुन्थ्यो, तर यहाँ पैदल भनेको छ, त्यही भएर यहाँ के भयो? अन भयो।